यो चाहिँ रहेको छ हाम्रो गाडी भाडा है नट फर सेल भनेर लेखेछ दबाई पनि रिसिभ गरिसकेको छ हामीले बहुत तंग करते हैं फिर भी इन्हें फॉलो करो कमेंट करो इन्हें वायरल करो LRS hospital with Mr. Rosen है हाम्रो बिमारीको दबाई सकिएछ नि गाइस त्यही कारणले गर्दा हामी जान्छु चाहिँ एकैछिनको लागि भए पनि हस्पिटल जानु अवस्था पर्यो है हाम्रो रोशन सर उहाँले नयाँ नयाँ त्यो रिल्सहरू पुरा हाल्नुहुँदैछ प्लिज तपाईँले रोशन मङ्गको फेसबुकमा गएर चाहिँ रिल्सहरू हेरिदिनुहोस् भने सानो निवेदन टक्राउन चाहे है फलो पनि गरिदिनुहोस् रहेको छ हाम्रो गाडी भाडा है 100 रुपियाँ गाडी भाडा निकाल्दैछ यहाँबाट 10 गाह्रो छ नि त हामीलाई 30 90 तपाईँले फास्ट फुडहरू पाउनु सक्नुहुन्छ है अनि यहाँ तपाईँको मेन गेट एलआरएसको यहाँबाट हामीभित्र जानु छ यतापट्टि पनि तपाईँले फास्ट फुडहरू पाउनु सक्नुहुन्छ अन्त हाम्रो रोशनले भैयालाई पे गर्नुहुन्छ अब 100 रुपियाँ थ्याङ्क यू बाजे अब यहाँबाट भित्र बस्दैछ पैसा कम्ती दियो यो चाहिँ छ हस्पिटलको एड्रेस गाइस हस्पिटलको कम्पाउन्ड हामी चाहिँ ओपिडी तर्फ लागिरहेछ अहिले भेरी भेरी बिग हस्पिटल यहाँ चाहिँ लङ्सको चाहिँ अब इन्डियामा चाहिँ नम्बर 1 आउँछ दामीहरू छ यहाँनिर चाहिँ एकदम फ्री ट्रिटमेन्ट हुन्छ गभर्मेन्ट हस्पिटल हो तपाईँहरू पनि आउनु लङ्सको या टिबीको केही प्रब्लम भयो भने यहाँ आएर तपाईँले देखाउन सक्नुहुन्छ अरू हस्पिटल गयो भने चाहिँ हेभी पैसा लाग्छ होइन यहाँ चाहिँ गभर्मेन्ट हो 1 रुपियाँ खर्च हुँदैन दबाईहरू सबै फ्री हुन्छ यहाँनिर अझै सिक्किमकोहरू त माथिबाट सिक्किम गभर्मेन्टसँग मजाले कागजपत्र मिलेर आउनुभयो भने अझ सजिलो हुनेछ जसरी हामी आएको छौँ अहिले सिक्किम गभर्मेन्टको हेल्पबाट वी आर भेरी थ्याङ्कफुल टु सिक्किम गभर्मेन्ट है डक्टर पनि एकदम राम्रो छ फर्स्ट क्लास मजाले बोलिदिन्छ एकदम दामी हो पिटी हामी त्यहाँ जाँदैछ अब गाइस हेर्नु रोशन चाहिँ सरको है डक्टरको प्रिस्क्रिप्सन लिनु गइरहेछ भित्र कुन कुन दबाई सकेको रहेछ यता देखाएर यति 3टा दबाई सकेको रहेछ कि यो चाहिँ बाहिर पाउँदैन नि त किनकि यहाँ कहाँको लेखेछ यो नट फर सेल्स हस्पिटल सप्लाई नट फर सेल भनेर लेखेछ नि त त्यही कारण बाहिर पाउँदैन यो चाहिँ हस्पिटल्समा दबाई लिन गइरहेछ एउटा रिपोर्ट चाहिँ आयो होइन त्यसमा चाहिँ टिबी छैन रहेछ टिबी पनि टेस्ट गरेको थियो होइन त्यो चाहिँ रिपोर्ट आएछ टिबी छैन रहेछ अब एउटा रिपोर्ट पर्खिने बेला भयो होइन त्यो रिपोर्ट चाहिँ अब अलिकति टाइम लाग्ने रहेछ होइन डक्टरले अलिकति सोधिदिन्छु भनेको छ त्यो पनि सोधेर के हुन्छ अब दबाई पनि रिसिभ गरिसकेको छ हामीले यो चाहिँ किन्नु पर्दैन गाइस सरकारी दबाई हो भने त बाहिर पाउँदैन यहाँ दिइहाल्छ सबै फ्री हो 1 रुपियाँ पर्दैन फर वाचिङ भिडियो टिल द एन्ड मन परायो भने प्लिज सेयर गरिदिनुहोस् है अन्त तपाईँहरू पनि लङ्सको बिमार छ या टिबीको बिमार छ केही त्यस्तो ब्रिदिङ प्रब्लमहरू छ भने चाहिँ यहाँ राम्रो ट्रिटमेन्ट हुन्छ बेस्ट इन इन्डिया सो यु अल क्यान भिजिट हियर फर योर ये बदमाश लड़की हमारे दोस्त बन चुका है ये क्यूट गर्ल दिल्ली की क्यूट गर्ल हूँ मैं अपने घर की क्यूट गर्ल होगा क्यूट यस यस ये हमारा फॉलोअर है गाइस हमारा बिग फैन है दिल्ली में भी फॉलोअर मिल गया गाइस सच अ प्राउड मोमेंट फॉर मी बन्ने भिडियो दिल्लीबाट नै हेर्दो रहेछ गाइस हाम्रो भिडियो चाहिँ गाइस ये मुझे बहुत तंग करते हैं फिर भी इन्हें फॉलो करो कमेंट करो इन्हें वायरल करो ओके मैं क्या तंग कब किया आपको नहीं ये बहुत तंग करते हैं इन्होंने मुझे स्टार्टिंग में ही तंग किया बहुत बढ़िया So once again thank you so much for watching my video today and